नमस्कार, हार्दिक स्वागत छ हाम्रो न्यू भिडियोमा र आजको भिडियो निकै महत्त्वपूर्ण हुनेछ। तपाईँले देखिसक्नु भएको छ जिल्ला समन्वय समिति कास्कीका भवनमा हामी उपस्थित भइसकेका छौँ। विषय छ सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा हामी विभिन्न सरकारवालाहरूसँग हामी छलफल गर्नेछौँ। र अब भने हामी कार्यालयभित्र प्रवेश गर्दैछौँ। हामी यहाँबाट प्रवेश गर्दै यहाँ श्रम कार्यालयको भवन पनि हो र यसपछि हामी लेफ्ट लाग्छौँ। लेफ्ट लागिसकेपछि हामी अहिले यो सभा हलमा प्रवेश गर्न गइरहेका छौँ। हामी सभा हल प्रवेश गरिसकेका छौँ। अब भने हामी विभिन्न सरकारवालासँग, ट्राफिक प्रहरी, यातायात विभाग, यातायात कार्यालयका विभिन्न सरहरूसँग परामर्श गरी सवारी दुर्घटना न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा हामी यहाँ परामर्श गर्न बसिरहेका छौँ। त्यसै गरी विभिन्न सरकारी निकायका व्यक्तित्व आइसक्नु भएको छ। जिएमसी गण्डकी मेडिकल कलेजका डाक्टर साहबहरू आइसक्नु भएको छ। ट्राफिक प्रहरीका डिसी साहबहरू आइसक्नु भएको छ। त्यसै गरी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका प्रोभाइडर सञ्चालकज्यूहरू आइसक्नु भएको छ। र त्यसपछि गण्डकी ट्रक यातायात व्यवसाय सङ्घका प्रतिनिधिहरू आइसक्नु भएको छ। त्यसै गरी अहिले ब्यानरमा हस्ताक्षर गरेर आजको प्रमुख अतिथिले हस्ताक्षर गरी समोद्घाटन गरिसक्नु भएको छ अन्तर्क्रिया कार्यक्रमका। र देश सङ्घीयतामा गए अनुसार गए लगत्तै नै हाम्रो चाहिँ कार्यालयहरू छुट्टै छुट्टै भएको छ। जस्तो जति पनि कार्यालयहरू छन् नियन्त्रण गर्न सकिन्छ, कसरी व्यवस्थापन गर्न सकिन्छ, कहाँ कहाँ यसको समस्याहरू छन्, यसको चुनौतीहरू छन्, त्यसलाई कसरी एड्रेस गर्ने, राज्यका योसँग जोडिएका हरेक सरकारवाला निकायको अहम आफ्नो भूमिका हुँदा त्यसलाई चाहिँ अन्तर्क्रियात्मक ढङ्गले अगाडि बढाएर यसको ठोस पहिचान गरेर कार्ययोजना तय गरेर चाहिँ हामी एक अर्कामा सहकार्य गरेर अगाडि बढ्यो, समन्वय गरेर अगाडि बढ्यो भने हामीले दुर्घटना न्यूनीकरण गर्न सकिन्छ। अन्यथा यही रेसियो वृद्धि दरमा दुर्घटना घट्ने हो भने हामीलाई यो राष्ट्रको लागि चाहिँ दुर्भाग्य हुन्छ भन्ने हिसाबले त्यसलाई न्यूनीकरण गर्नको लागि त्यो समस्यालाई समाधान गर्नको लागि छोटो अन्तर्क्रिया समस्या र समाधानको लागि चाहिँ हामीले तपाईँहरूसँग जोडिने मौका पाएका छौँ आजको बसाइमा। र साथ दियो भने भावी अर्को नेक्स्ट टाइम पनि अरू बेलामा पनि जोडिने नै छौँ। आजको यो कार्यक्रमको चाहिँ मूल उद्देश्य चाहिँ के हो भने तसर्थ ढिला नगरिकन कार्यक्रमको हामी कार्यपत्रको प्रस्तुतिकरणतर्फ जान्छौँ। मैले अनुमति मागेँ कार्यक्रम ढिलो भएको हुनाले र हाम्रो यस कार्यालयको लगत्तै दुर्घटनासँग सम्बन्धित विवरण र त्यसको परिचयसँग सम्बन्धित मैले स्वागत भन्दैछु। राजमार्ग सुरक्षा तथा ट्राफिक कार्यालयबाट गोपी कृष्ण सुवेदी सरले प्रस्तुत गर्नुहुन्छ। हामी चाहिँ छोटो मात्रै गर्छौँ। यातायात प्रदेशको यातायात कार्यालयहरू र हामीले गर्ने भनेको चाहिँ भौतिक नै हो कि नाली छान्नु मात्रै काम हो। जस्तै हामीले हेर्दाखेरिको अवस्थामा चाहिँ कहीँ लिकेज भइरहेको छ कि छैन, ब्रेकहरू समयमा लगाएको छ कि छैन, तपाईँको लाइटहरू बलिरहेको छ कि छैन, तपाईँको चाहिँ कलर भनेर सेतो हुन्छ, सेतो ठाउँमा पहेँलो अर्कै लगाएर हिँडिरहेको हुन्छ। सिट पनि तपाईँको चाहिँ गाडीको दर्ता हुने बेलामा चाहिँ जस्तै तपाईँको चाहिँ यो स्कर्पियोहरूको गाडीको गर्दाखेरिको अवस्थामा पनि 7 सिटर भनेर त मेसिन कम्पनीले नै 7 सिटर भनेको हुन्छ, तर त्यसलाई पछाडिको सिट निकालेर त्यो 12वटा मान्छे राखिदिरहेको हुन्छ। अनि 7 + 4 गरेर 11, अनि 11जना मान्छे भनेर उसले आफैले सिट सङ्ख्या चाहिँ 11 बनाइदिएको हुन्छ क्या। अनि त्यो त्यस्तो पनि देखिरहेको अवस्थामा चाहिँ हामीले चाहिँ जुन संरचना परिवर्तन अनि त्यसपछि रङहरू गर्ने भने ट्राफिकले कारवाही गरिहाल्नुहुन्छ भन्ने हिसाबमा हामीले चाहिँ आँखालाई चाहिँ चेन्ज गरेर ल्याउनुहोस् भनेर पठाइदिएको छौँ होइन। र नआएको केसमा छ भन्ने भने चाहिँ हामीले प्रदेशको छ भने प्रदेशभित्रको छ भने चाहिँ प्रदेश कार्यालयमै गएर गर्नु होला भनिरहेको छौँ। त्यो इन्सुरेन्सको सर्वेयर बाहेक अरू प्राविधिक आउँदैन। जस्तै सरकारी निकायको कुनै प्राविधिकलाई यो यान्त्रिक कारणले हो होइन भन्ने एङ्गलबाट कहिले हेरिएको छैन होइन। र त्यही भएर पनि त्यो यान्त्रिक समस्या चाहिँ कम देख्छु कि मैले, किनभने जब 3% छ भनिरहेको हुन्छ। जब त्यहाँ कोही यान्त्रिक मान्छे जस्तै इन्सुरेन्सले त तपाईँसँग कम दिनु पऱ्यो, साथै त्यो क्लेम कम दिनु पऱ्यो भन्ने नियतले नै राखेर आएको हुन्छ होइन। कुनै फल्ट छ भने पनि जस्तै एउटा स्पेयर पार्टको कस्ट भनेर उहाँले भन्नुभयो होइन। यस्तै गरेर समयमा मेन्टेनेन्स नभएर पनि हुनसक्छ। पहिले ब्रेड प्याड भइसकेको हुन्छ, रातमा दिन चलाएको चलाइ हुन्छ। जस्तै असोजमा धेरै भन्नुभयो, काठमाडौँदेखि यहाँसम्म आउँछ, राति फेरि जान्छ, फेरि लिएर आउँछ, फेरि जान्छ होइन। त्यसले गर्दाखेरिको अवस्थामा चाहिँ अलिकति मेन्टेनेन्स गर्दै गर्दा रेगुलर त्यो जुन
गर्नुपर्ने कामहरू त्यो नगर्दाखेरिको अवस्थामा पनि दुर्घटना हुनसक्छ भन्ने हिसाबमा चाहिँ हामीले चाहिँ मेन्टेनेन्सलाई पनि अलिक ख्याल गर्नुपर्छ भन्ने हो। जस्तै दुर्घटनाको कुरा भयो अनि अङ्गभङ्ग भयो होइन, अब मुद्दा चलाएको अवस्था आयो भने यसमा के छ भन्दा अब अङ्गभङ्गको शीर्षक अथवा अङ्गभङ्गको व्याख्या कानुनले गरेको छ होइन, कानुनले यो भएको खण्डमा अङ्गभङ्ग मानिनेछ भनेको छ होइन। यो अवस्था नर्मली सडक दुर्घटनामा के हुन्छ भन्दा सकेसम्म मान्छे नमरेको केसमा चाहिँ सकेसम्म चाहिँ उपचार गरिदिने त्यही किसिमबाट मान्छे गर्ने किसिमबाट उपचार गरिदिनुपर्छ। हामीले चलाउनु भनेको धेरै दुर्घटना नर्मली चाहिँ हामी दुर्घटना एक्सिडेन्ट त हो भनेर धेरै मान्छे सहमति हुनु चलाउनु लिने हुन्छ, कानुनले दिएको छ त्यो फरक एउटा बाटो होइन, चल्छ अथवा त्यो चलाएन त्यो फरक बाटो हो र हेर्ने भनेको प्रहरीले हेर्छ, त्यसलाई मैले धेरै कुरा गर्नु छैन। त्यसलाई चाहिँ वास्तवमा चाहिँ भेरिफाई गर्ने कुरा अभियोजन गर्ने प्रहरी हो होइन, अभियोजन गर्ने चाहिँ अदालतको कुरा हो कि भनेको कानुन पाटा रह्यो एउटा कुरा। अब त्यसलाई चाहिँ मैले धेरै कुरा लागेन अनि यो पाटो नै अब बुझ चलाउने पाटो पनि भएको कारणले गर्दा यस्तो कुरामा चाहिँ मैले इस्यु चाहिँ उठाउँछु सबैलाई चाहिँ बुझाएर त्यो किसिमबाट चाहिँ होला। अब अर्को एउटा अङ्गभङ्गको फर्मेटको कुरा गर्नुभयो, यो चाहिँ घाउलेस केस फारम भन्ने हुन्छ होइन। यो भनेको कानुन सम्मत नै तोकिएको के अरे अनुसूची बमोजिमको चाहिँ भएको कारणले गर्दा त्यसको हामी निर्णय अवस्था हुँदैन। त्यहाँ पनि सायद खुला अङ्गभङ्ग भएको सामान्य अथवा के भन्ने होला लाग्छ मलाई होइन। त्यसमा चाहिँ तपाईँहरूको के त भन्दा डक्टर भोलि चाहिँ मुद्दा चलिहाल्यो भने अदालतमा गएर चाहिँ वकालत दिनुपर्ने तपाईँहरू पनि पर्छ होइन। त्यसमा तपाईँहरू क्लियर हुनु पऱ्यो, किन भन्दा हाम्रो त डक्टरको बाटो अङ्गभङ्ग भएको नभएको ताल देखिन्छ नि त। हामी चाहिँ अब लैसकेपछि हामी पत्र पढा हुन्छौँ, त्यहाँ हेर्दाखेरि चाहिँ के हुन्छ भने कि हामी सोधिदिएको हुन्छ हेर्दै गर्छ अब आफ्नो त्यसमा चाहिँ अङ्गभङ्ग भएको छैन तपाईँले अङ्ग भएको लेख्नुहुन्छ, छैन भने जे छ त्यो लेख्नुहुन्छ। अथवा अङ्गभङ्गको सम्बन्धमा कानुनले व्यवस्था गरेको कुराहरू चाहिँ हल्दाइ जानकारी हुनुहुन्छ, सबै जानकारी कारणले गर्दाखेरि चाहिँ त्यसो त्यो लेखिदिनु भयो भने एउटा त्यसमा आइहाल्छ। दोस्रो कुरो चाहिँ तपाईँले कुनै त्यहाँ छुटेको छ भने ठ्याक्कै हामीले नै गर्ने भन्दा पनि अब खास हाम्रो अनुसन्धान गर्ने निकायले गर्ने ट्राफिक प्रहरीले अनुसन्धान गर्दैन। हामी चाहिँ के छ भन्दा दुर्घटना भइसकेपछि प्रारम्भिक स्केच गर्ने काम भनेको ट्राफिकको हुन्छ, स्केच गर्छौँ। त्योभन्दा सबै बाँकी अनुसन्धान गर्ने काम भनेको प्रहरीले गर्छ। प्रहरी भनेको अब हाम्रो हामीभित्रकै भए तापनि हाम्रो चाहिँ मध्यस्थको कुरा गरौँ न, जिम्मेवारीको कुरा गरौँ, ट्राफिक प्रहरी र अब सिभिल प्रहरीले जिल्ला प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालय के छ त्यसलाई दिएको जिम्मेवारी भएकाले गर्दा उहाँले गर्नुहुन्छ। अनि उहाँको इस्यु पनि ठिकै हो जस्तो लाग्छ। अब यसमा चाहिँ कसैलाई चाहिँ मुद्दा चलाइयो कसैलाई चलाइएको चलाउने गरिन्छ भन्ने कुरा सरले गर्नु बाँकी हो। यसमा के छ भन्दा पीडितले के गर्छ भन्ने कुरा पहिलो कुरो है। जस्तै दुर्घटना भयो, अब मान्छे दुर्घटनामा मान्छे मऱ्यो भने चाहिँ फौजदारी प्रोसेसमा के हुन्छ भन्दा कसैले दिए पनि नदिए पनि जारी दियो भने जारी दिएर चलाउँछौँ हामीले। यदि दिएन भने चाहिँ अनुसन्धान गर्ने कुरामा चाहिँ फौजदारी प्रोसेसमा प्रहरी प्रहरीको दलले पनि चलाउनु मिल्ने अवस्था हुन्छ। अनि मैले थोरै अब म ट्राफिक ट्राफिकको कुरा भए तापनि जोड्ने कुरा हुन्छ। अनि दुर्घटना भइसकेपछि यदि मान्छे मरेको छैन भने घाइते छ भने अवस्थामा चाहिँ अब कानुनले चाहिँ यसो सवारी दुर्घटना छ र अङ्गभङ्ग भन्ने दफा नै छ। त्यो दफामा चाहिँ अङ्गभङ्ग भएको अवस्था समेटिएको कुरा छ भने के हुन्छ भन्दा त्यही किसिमबाट चाहिँ लान सक्छ। अथवा पीडितले जारी दियो उजुरी जारी दिइसकेपछि हामी त गर्दा गर्ने कुरा नै हो। यदि पीडितले चाहिँ यो कसरी भएको छ भनेर जारी दियो भने त हामीले गर्छौँ। अनुसन्धान भइसकेपछि भोलि कति पुष्टि हुन्छ कति पुष्टि हुँदैन, मेडिकलले के भन्छ, भोलि घटनास्थलले के भन्छ, अथवा चाहिँ अदालत कहिले जान्छ त्यो फरक बाटो भयो होइन। यी कुरा चाहिँ अब धेरै कुरा चाहिँ गर्न लागि यो कानुन प्रक्रियाको कुरामा चाहिँ जाने भएकाले गर्दा अहिले बिचमा सरले भन्नुभयो हाम्रो चाहिँ अङ्गभङ्ग चलाइयो भन्ने कुरा गर्नुभयो, त्यो फरक बाटो भएकाले गर्दा हामी त ट्राफिकमा नजोडेको विषय पनि हो। अब यस्तो कारणले गर्दा हुन्छ यदि कसैले उजुरी दियो भने अङ्गभङ्ग भएको छ भने यदि ठिकै छ उपचार गर्ने सहमति छ, अब हात काट्नु फाल्नु पऱ्यो, हात गराइदिने अथवा यदि दिने भने क्षतिपूर्ति आपसी सहमति भइदियो भने हुन्छ। कानुनमा एउटा व्यवस्था छ। हामी कतिपय कुरा के छ भन्दा कानुन मात्रै छैन मात्रै भन्दा नि हामी व्यापारी पनि हेरेर चलाएको कि हाम्रो नेपालको समुदायमा हामी समुदायमा सबै कुरा कानुन मात्रै मात्रै गर्दाखेरि पनि कहिले कतिपय कुरा चाहिँ एउटा हदमा अलिक बढी चाहिँ हुन्छ कि भन्ने खालको पनि छ। त्यो कारणले गर्दा यसलाई चाहिँ यसरी टुङ्गिन्छ भने अथवा त्यसले गर्दा चाहिँ सबै विरुद्ध उत्तर जान्छ भने यदि कसैले चाहिँ अपराधिक गल्ती नै गरेको छैन, नियत कसै गरेको छैन, लापरवाही हेर्दै नै गरेको छैन र सामान्य नगर्दा नजाँदा भएको कुरामा त सहमतिमा चाहिँ हुन्छ भने त्यो कुरा फरक बाटो भयो, सहमति गरेर सम्पन्न गराउने कुरा घाइते कुरा भयो। यदि कसैले होइन म त अङ्गभङ्ग भएको छ म मुद्दै दिन्छु भन्यो भने त्यो दिन पढ्ने कुरा हो, कतिको कुरा हो होइन। त्यो भएकाले गर्दा मुद्दा चल्यो चलेन भन्दा सबैले तपाईँले सबै चलाएन नि त, के चलाएन के किन चलायो त भन्दा त्यो कारणले चल्यो होला अथवा चाहिँ त्यो कारणले चल्यो होला। त्यो उनीहरू पठाउनुमा लागि पनि बाटो फरक भएको कारणले गर्दा यता कलेज गएँ अनि भन्छ फर्मेट पनि के रहेछ
मलाई थाहा छैन त्यो भन्दा हामीले साथीले त्यो गर्दैन होइन त्यसको भन्ने कुरा चाहिँ हामी राख्छौँ ठ्याक्कै यो भनेको अनुसूचीको कुरा चाहिँ हामीले चाहिँ निर्णय गर्न सक्ने कुरा केही पनि होइन फेरि कानुनी कुराहरू चाहिँ अनुसूचीमा राखेका कुराहरू कानुनमा व्याख्या गरेका कुराहरूलाई चाहिँ हामीले त्यसले उ गर्ने कुरा मात्रै भोलि कुनै बेला चाहिँ छलफल कुरा आएछ भने हामीले राज्य पठाउनुपर्ने ठाउँमा चाहिँ यसो छ है भनेर पठाउने कुरा रहन्छ। अब के मात्रै देखाइयो अर्को चाहिँ लापरवाही चाहिँ गर्दाखेरि चाहिँ प्रायः चाहिँ ठुला गाडीलाई मात्रै देखाइयो भन्ने खालको कुरा चाहिँ छ। यो के हो त भन्दाखेरि वास्तवमा चाहिँ गल्ती भनेको ट्राफिक स्टेट अनुसार चाहिँ कुन लेनमा घर दुर्घटना भएको छ भन्ने त्यही हो नि। जस्तै मेरो साइडमा घर दुर्घटना भएको छ अथवा मैनीको लेफ्ट साइडमा घर दुर्घटना भएको छ उताबाट ठोकिएको छ कुन साइड ठोकिएको त्यो भनेको दुर्घटनामा ठुलो सानो भन्ने चाहिँ हुँदैन गल्ती कसको त्यही भन्ने चाहिँ हुन्छ। भोलि चाहिँ कानुन बमोजिम हुँदा यदि अनुसन्धान भएर कानुन बमोजिम गएको खण्डमा स्केच नै लागू हुने हो स्केचले नै काम गर्छ। गर्नलाई चाहिँ हामीले चाहिँ सहकार्यबाटै गर्न सकिन्छ र हाम्रो सेवाग्राही अथवा चाहिँ हाम्रो सरकारवालाहरू त्यही हुनुहुन्छ। कमाइको कुनै कार्यक्रमहरू छ भने पनि जस्तो तपाईँहरूको कार्यक्रम हुँदा हामी पनि आउन सक्छौँ हजुरहरूको कार्यक्रम हुँदाखेरिको हाम्रो कार्यक्रम हुँदा तपाईँहरूलाई पनि इन्भल्भ गराएर गर्न सक्छौँ भन्ने कुराले राख्न चाहन्छौँ र तपाईँहरूको उपस्थिति तपाईँहरूको चाहिँ जुन सल्लाह सुझाव छ त्यसको लागि धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रम यही समापन भएको घोषणा गर्न चाहन्छु। आजको कार्यक्रम समापन भइसकेको छ। तपाईँ माझबाट छुट्न चाहन्छु। बाई सी यू नेक्स्ट ब्लग।